मेरो बुवाको चाहिँ धेरै पेट लाग्यो अरे के माछा मासु खाँदा खाँदा, अनि त्यही भएर आज चाहिँ भेज खाना खाने छोरी धेरै माछा मासु भयो भनेर भन्नुभयो। अनि त्यही भएर मैले चाहिँ आज भेज खाना बनाएर दिएको, एकदम मिठो मानेर खानु भइरहेको थियो। हेलो साथीहरू, मेरो छोटो अनि मिठो भिडियोमा हजुरहरूलाई स्वागत छ। म चाहिँ अब खाना बनाउनुतिर लागेँ, अनि मटर छिल्दैछु। उता चाहिँ मैले दाल बसालिदिएँ, दालमा चाहिँ सिटी लाग्दैछ। दाल चाहिँ मैले मस्याङ र रातो दाल मिसाएर बनाएँ। कालो दाल फेरि बुवाको फेभरेट हो, तर दिनकै कालो दाल खाँदा खाँदा अलि वाक्क लागे जस्तो भएर अनि आज चाहिँ मस्याङ र रातो दाल बनाएँ। अनि मटर छिल्यो, अनि आलु पनि छिलेर काट्दैछु, अनि बन्दा काट्नु थालेको। आज चाहिँ म तरकारीमा चाहिँ बन्दा, आलु अनि हरियो मटरको तरकारी बनाइदिन्छु, अनि अचार बनाउँछु, साग बनाउँछु, भइहाल्यो नि होइन। यति भएपछि त के मासु किन चाहियो र भने जस्तै कि। अनि मैले चाहिँ अब मटर र आलुलाई पहिला हालेर फ्राई गरेँ, अनि नुन बेसर हालेर मजाले चलाउँछु। चलाइसकेपछि चाहिँ अब म यसैमा बन्दा राखिदिन्छु। अनि बन्दा चाहिँ मैले अलिक बेसी नै काटेछु कि अलिक धेरै भएछ। अनि हेर्नु न, कराईमै अटाएन, पुरै कराई भर्री भएर चलाउनै गाह्रो भयो। तर म अलिकति छोपिदिन्छु, छोपेपछि त गलिहाल्छ नि। अनि मैले फेरि छोपेर निकालेपछि अलिकति गलेपछि अनि लसुनको पेस्ट र खुर्सानीको पेस्ट पनि राखेर अब मजाले चलाउँदैछु। टमाटर पनि बोइल हुँदैछ। दाल चाहिँ रेडी भयो। दालमा चाहिँ मैले जिरा, खुर्सानी अनि लसुन झानिदिएछु। तरकारी पनि रेडी भयो। अब भात बसालिदिँदैछु। अब म यता चाहिँ साग भुट्नु थालेको। सागमा चाहिँ मैले लसुन, खुर्सानी, जिरा मात्रै पड्काएँ। सागलाई चाहिँ मैले अगाडि नै हल्का बोइल गरेर निकालेको थिएँ, पानी धेरै आउँछ नि त, त्यही भएर। अनि खालि झान्छु मात्रै बोइल गरेर पाकिसकेको हुन्छ नि त आधी त, त्यही भएर। अनि साग पनि पाक्यो, हेर्नुहोस् त कति मिठो लागिरहेछ रायोको साग। अनि यता चाहिँ अचार पनि पिनेर रेडी गरिदिइसक्यो। अचारमा चाहिँ मैले थोरै गुन्द्रुक अनि लसुनको पत्ता हालिदिएँ। यो गुन्द्रुकको अचार चाहिँ मेरो बुवालाई एकदमै मनपर्छ कि, मेरो बुवाको फेभरेट हो। अनि त्यही भएर अनि थोरै भटमास पनि रहेछ, भटमास पनि मिलाइदिएँ। अनि हेर्नुहोस् न अचार कति राम्रो देखेको। अब खाना चाहिँ मैले पकाएर सबै डबाडुबीमा हालेर छोपेर राखिदिएँ। अनि ठुल्ठुलो भाँडाहरू चाहिँ सबै मोलेर राखिदिन्छु म। कडाईहरू चाहिँ एकैचोटि मोल्नु पर्दाखेरि अलिक गाह्रो हुन्छ नि त। अनि फेरि मलाई चाहिँ एकदम सफा चाहिन्छ कि, किचनहरू फेरि एकदम फोहोर भयो भने म आफूलाई काम गर्नै मन लाग्दैन, त्यही भएर सफा गरिदिएँ। भातमा नि सिटी लाग्यो, भात रेडी भयो। बुवा र मम्मीको लागि पस्केर दिएको। मेरो बुवा हेर्नु न पुरै भन्दै हुनुहुन्छ, यति मिठो भेराइटी भेजमै खानु पाएपछि किन माछा मासु चाहियो भनेर। मम्मीले पनि खाइरहनु भएको छ, दुईजनालाई खाना दिए, एकदम मिठो।